व्हाट्सअप ब्युटिफुल पिपुल के चाल चाल हो गाइस तपाईँहरू सबैजना सन्चै आरामै हुन्छ होला म पनि एकदमै सन्चै आरामै छु र आज चाहिँ हो शनिबार अनि म चाहिँ जाँदैछु मेरो साथीसित राइडमा गाइस हामी गइरहेको छौँ यसो राइडमा 87 तिर हैन अनि उतै अगाडि चाहिँ मैले मेरो साथीलाई भेटेँ सब ल चाहिँ यहाँबाट सुरु भइसकेको छ अनि हामी चाहिँ आज जाँदैछौँ 87 तिर हाम्रो पहिलेदेखि चाहिँ हाम्रो जाने सपना थियो जहाँ चाहिँ हाम्रो छ साथी अनि तिमीलाई थाहा छ मलाई 87 को बाटो नै थाहा छैन नि तिमीलाई थाहा छ के थाहा छ के 87 जाने बाटो बाटै बाटो हो तर मलाई पनि थाहा छैन कता हो कता अनि ऊ मेरो आसमा आएको थियो मलाई थाहा छ भनेर जुन झन् मजा आउँछ हन्टिङ हान्ने हो हन्टिङ पुरै गाइज हामी चाहिँ के भन्छ हाम्रो एउटा ठाउँमा आएर हाम्रो साथीलाई फोन गर्दैछौँ होइन हामीको चाहिँ हाम्रो घरबाट 2 किलोमिटर जति आइपुगिसक्यौँ होइन उसकोबाट त धेरै आइसक्यो 5-6 किलोमिटर भइसक्यो ऊ त आफ्नो घरबाट भागेको हिँडेको अनि 87 जाँदैछौँ हामी अनि हाम्रो एउटा साथीलाई फोन गर्दैछौँ ऊ पनि जाने हो कि भनेर तर उसलाई त हामीले भनेको थिएनन् प्लानै छैन उसले जाने होइन अनि मान्छेहरूले मलाई हेरेको हेर्छन् मलाई रात लागिसक्यो अब अगाडि हेरेर तपाईँहरूलाई यहाँ चाहिँ बनिँदैछ कन्स्ट्रक्सनको काम चलिरहेको छ यसले गर्दा हामीलाई थोरै चाहिँ घाटा हुँदैछ तर पनि हामीलाई बाल छैन किनकि हामी राइडर हो नि पछाडि तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँ मादल र सारङ्गी छ होइन अनि हामी चाहिँ यता भित्र सानो केर्खादेखि भित्र आएको थियौँ हाम्रो साथीसित थोरै काम थियो होइन अनि मादल बजाइदिन्छौँ हामी एकचोटि तपाईँहरूले मादल बजाएर पनि देखाउँछ है त उयो बज्दैन त यार हल्का चाहिँ बज्दो रहेछ के हो यो फलाम हो कि के हो के हो त चाहिँ मलाई थाहा भएन सारङ्गी पनि बजाउँ एकचोटि अरे यहाँ त ठुल्ठुलो तार छ यार ओ हल्का बज्दो रहेछ यार हल्का बजाइदिउँ अब चाहिँ हामीले हाम्रो साथीलाई पर्खिरहेको छौँ उसले चाहिँ हामीलाई चक्कु र चियादानी लिएर आइदिँदैछ हामी गएर मस्त चिया बनाएर खाने भनेर तर ऊ कहाँ आइपुग्यो त चाहिँ हामीलाई थाहा छैन कि उतै उसको घर चाहिँ यताभित्र किरा यो आइपुग्यो ए भन्नु थिएन म गिटार ल्याइदिन्थेँ नि ए गिटार घटाएर हो गिटार बजाउने त घटाएर यतिकै त बजाएको चाहिँ भनेको गिटार बनायो धन्न चक्कु चाहिँ बोकेर आएछ गाइस खोइ दिउरे मम्मीले चिया एउटा सानो भिडियो पनि बनायौँ भने चक्कु सक्कु लिइसकेको छौँ अनि अब चाहिँ लाइभ दिँदैछौँ हामी 87 तिर अब चाहिँ हामी नन स्टप जान्छौँ है त आउँछ नाइस हामी यत्रो बाटो घुमेर आउनुपर्छ होइन त्यहाँबाट सजिलो हुन्छ त्यसैले हामी बिचबाटै झार्दिएको त्यही हामी चाहिँ अब बल्ल ठुलो केर खाइपुग्यौँ अब चाहिँ यहाँबाट हामीले केही खानेको चिज किन्ने भनेर एउटा खतरा ठुलो खालको दोकान खोज्दैछौँ जहाँबाट हामीलाई सस्तोमा सामान मिलोस् गाइज हामीले चाहिँ यहाँबाट मोमोसम्म किन्यौँ होइन अनि आइसक्रिम पनि किन्यौँ होइन एनर्जी ड्रिङ्क त चाहियो नि अनि किनिसक्यौँ अब चाहिँ हाम्रो यहाँ मोमो बन्दैछ अनि हामीले लाग्दिनु पर्ने हुन्छ हाम्रो डेस्टिनेसनतर्फ ल गाइज हामीले चाहिँ यहाँबाट सामानहरू लिइसकेको छौँ अब चाहिँ हामी जानुपर्ने हुन्छ अब चाहिँ सिधै है केर्खाबाट हामी चाहिँ बाई बाई भनिसक्यौँ ठुलो केर्खालाई हामी हाम्रो साथी कमलको पुल चाहिँ आइपुगिसकेका छौँ है कमल पोखरेल ज्यू तपाईँले हेर्दै हुन्छ अनि तपाईँको पुलमा हामी इन्टर गरिसकेको छौँ एकछिन गरेको थिएँ है अब चाहिँ इन्टर गरिसकेको छु निक्कै अगाडि कुदाउँदैछ अब चाहिँ हामीले फाइनली ओए शिव 87 नगरपालिकामा हजुरहरूलाई तपाईँहरूलाई हार्दिक स्वागत छ हामीले शिव 87 इन्टर गऱ्यौँ ऊ हेर न बोर्डमा शिव 87 नगरपालिकामा तपाईँहरूलाई हार्दिक स्वागतम गर्दछु फाइनली गाइज हामी चाहिँ 87 छिर्ने गेटमा हामीले भेटिसकेको छौँ अब चाहिँ दामी बाटो छ नि त शीतल लगाइज हामी चाहिँ कुदाउँदा बल्ल 87 को छेउमा आइपुग्न आँट्यौँ अनि हामी चाहिँ अब यहाँ पानी खान्छौँ एकछिन अनि हाम्रो धम्रो दिएर यहाँ छ अनि यहाँ पर तपाईँहरूले देख्न सक्नुहुन्छ मस्त हिउँ परेको जस्तै छ क्याब बवाल छ भरे टाइम भयो भने चाहिँ हामी फर्किने बेलामा जान्छौँ त्यहाँनिर कस्तो बवाल यार यहाँबाट हेर्दैखेरि अब चाहिँ बवाल देख्यो यहाँनिर हिउँ परे जस्तो देखिरहेको छ यार पुरै यस्तो त मैले टिभीमा मात्रै देखाएको थिएँ यार यता साइडमा जङ्गल अनि बिचमा बाटो अनि बिचमा म मेरो साइकल अनि मेरो साथीको साइकल अनि साथी हिँडिरहेको छौँ हामी आइपुग्न आँट्यो धेरै छैन कस्तो दामी बाटो यहाँबाट चाहिँ ओए उता भ्यू पो बवाल आइरहेछ यार पाहाडको गाइस क्या राम्रो बाटो छ यार यहाँ ऊ बाँदर पनि छ अगाडि अनि उसको साइकल चाहिँ मैले कुदाइरहेको छु उसले चाहिँ मेरो कुदाइरहेको छ सटासाट गर्दै गाइस हामी चाहिँ अर्को पनि गेटमा इन्टर हान्न आँटिसकेको छौँ त गाइस आइपुग्यो है त फाइनल्ली
आरामले जाउँ हुन्छ होइन न फाइनली है गाइस फाइनली क्या बबाल ओ रुद्राक्षको यो मैले नाम बिर्सेँ चढाउन सकिन्छ नि चढाइयो गाइस चढाइयो फाइनली गाइस आइपुग्यो है लास्ट गल्ली यहाँसम्म आइपुग्दा गर्दा चाहिँ पछाडि हाम्रो धन्यहरू छ गाइस यता चाहिँ हामीले पूजा गर्ने अब जानुपर्ने हुन्छ हामीले पूजा गर्न गाइस हामीले जुत्ता खोलिसक्यौँ अब चाहिँ हामीले अब भित्र जानुपर्ने हुन्छ यहाँ ढोग्नुपर्छ नि एकचोटि मिस नमस्ते गाइस हामीले चाहिँ आएर पूजा पनि गरिसक्यौँ र पूजा पनि गरिसक्यौँ अनि अब चाहिँ हामी खाजा खान आँटेको मोमो खान आँटेको हामीले बिहानदेखि खाएको छैन है गाइस चिया अनि कोला खाएको थियौँ आउँदा त्यति हो अनि पानी खाएको थियौँ थोरै थोरै अब चाहिँ हामीले मोमो खान्छौँ भेज है गाइस त्यो पनि गाइस हामीले चाहिँ खाजा खाएर होइन खाजा खाएको अब खोललाई डस्टबिनमा हालेर उतापट्टि कता गएर डस्टबिन उतापट्टि हालेर चाहिँ आनन्दले बसिरहेको छ हामीलाई कस्तो सुकुनवाला फिल आइरहेको छ होइन भोक लागेको थियो खाजा खायौँ होइन हल्का भए पनि हावा नि त्यस्तै दामी चलिरहेछ हावा पनि दामी चलिरहेछ म सुत्दिउँ जस्तो लागिरहेको छ यहाँ म निदाइदिन्छु एकछिन बस्यो भने म यहाँ बाँदरले खुवाउने भनेर बिस्कुट पनि ल्याएको थियौँ तर बाँदरै छैन त गाइस यहाँनिर अरू बेला धेरै हुन्छ तपाईँहरूलाई म बिस्कुट देखाउँछु बिस्कुट हुन्छ गाइस बिस्कुट चाहिँ हामी कमै छ बाँदरलाई खुवाउने भनेको बाँदरै छैन क्या अब के गर्ने त तिमी पनि बाँदर हो म पनि बाँदर हामीले खाइदिनु त तर यस्तो काम नगरौँ गाइस यहाँनिर नुहाउने ठाउँ पनि रहेछ मुस्ताङको जस्तै कतिवटा धारा छ त्यो थाहा छैन 107वटा कि 8वटा कति होला गाइस अब चाहिँ हामीले मस्त हिँड्नुपर्ने हुन्छ झर्नासम्म पुग्नको लागि गाइस हामीले यहाँनिर सोफा भेट्यौँ तर सोफा हो कि होइन त्यो चाहिँ मलाई थाहा छैन होइन अनि यहाँनिर चाहिँ एक्सट्रिम छ अब चाहिँ एक्सट्रिम होइन यो एक्सट्रिमको डुप्लिकेट हो यसलाई चाहिँ हामीले खाइदिनु पर्ने हुन्छ उतानेर दामी भ्यू आइरहेको छ 3 2 1 मै मरि जाऊला जीवन छोटो छ मै मरि जाऊला जीवन छोटो छ हो लेखेको सम्झना यहाँबाट जाऊँ न के भएको छ अप्ठ्यारो सिडीबाट चढ्छौँ हामी अप्ठ्यारोमै मजा आउँछ लगाइछ हामी आइ पनि सक्यौँ चढि पनि सक्यौँ है त्यहाँबाट अब ए सजिलो सिडीबाट चढ्यो भने त मजै आउँदैन नि यताबाट जाउँ होला कि कता हो यता होइन यतैबाट जाउँ न पहिला चाहिँ गाइस यो सिडी थिएन अहिले सबैतिर सिडी जोडेर रहेछ पानी त कमै पो रहेछ त यहाँ पनि मन्दिर रहेछ गाइस हामीले चाहिँ पढ्यो भने हेर्दैछौँ यता हेर अझै खतरनाक झर्ना छ अझै माथि पनि झन् खतरनाक छ तर हामी त्यहाँ चाहिँ पुग्न भ्याउँदैनौँ किनकि हाम्रो घर टाढा पुग्नु छ ऊ त्यहाँ चाहिँ बाँदर छ निकाल्दैछौँ बेला नुन पानी ऊ चाहिँ हाम्रो साथी नयाँ नयाँ अनि ऊ चाहिँ उसको साथी हाम्रो पनि साथी सबजनालाई सपोर्ट गरिदिनु होला एकदम ठिक छ होला अगाडि जाउँ है क्या बबाल यार अझ पर त बी गाइस हामी चाहिँ हिउँ भएको ठाउँमा आएर खरबुजा खाँदै चाहिँ गाइस हाम्रो टाइम ल्याप्स बनिरहेको छ अनि उता साथीहरूले चाहिँ भिडियो बनाइरहेको छ हाम्रो आज नयाँ साथी है अनि हाम्रो ब्यागहरू चाहिँ त्यहाँ छ नयाँ प्रजातिको तपाईँहरू बाँदर हेर्न सक्नुहुन्छ जस्तै कि तपाईँ हेर्न सक्नुहुन्छ यहाँ चढ्नलाई पुरै फोर्स दिँदै
हाम्रो विज्ञानजी चढिसक्नु भएको छ आधीसम्म। यस्तो बादल भेटेपछि तपाईँहरू भाग्नु होला। यस्तो बादलले तपाईँहरूलाई हार्म त गर्दैन, तर तपाईँको माइन्डलाई चाहिँ एकदम बिगार्ने गर्छ। ल ल त्योहरू पनि हामीले चाहिँ यहाँबाट छुटिसकेको छौँ गाइज होइन। उनीहरूको घर चाहिँ उता झिलझिलेरै, हाम्रो चाहिँ यता दमकतिर होइन नि। ल मजा भयो एकदम। गाइज मसित चाहिँ अलिकति बिस्कुट छ, त्यो कुकुरलाई दिन आँटेको मैले चाहिँ। थोरै बिस्कुट छ है गाइज मसित, थोरै। चो 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 ल भाग्छ त के भएको। गाइज हामीले चाहिँ यो कुकुरलाई पनि दिउँ, खाँदैन त यार, खान भाइ खान। ए ला यसले त इग्नोर हान्थ्यो त यार, खाँदैन त। सुँग्दैछ गाइज, केही बिस त दिएको होइन भनेर। खायो। हामी चाहिँ हाम्रो साथीको गाउँ केयर खाइसकेको थियौँ र उसको घर जाँदैछौँ। हामी चाहिँ गाइज घर नजिक रहेछु, खाना हेर्दैछौँ। चर्स हान्दिउँ न, दारु खाने गिलासमा यो